ओ साथी चल मुझे लेके साथ चल तू, यूं ही दिन रात चल तू, संभल मेरे साथ चल तू, ले हाथों में हाथ चल तू, ओ साथी चल। यसरी नै अब हाम्रो भ्लगिङको पार्ट 2 सुरु हुन्छ। अनि हामीले चाहिँ मजाले टिकटकहरू बनाइसक्यौँ। बाटोमा मान्छेहरूलाई सबै हेर्दै ओर्दै को गाउँले कहाँ बस्छ, मम्मीको आफन्त, हामी सबैको आफन्त को कता कता जान् भनेर हेर्न लाग्यो। मम्मी चाहिँ लिडर भएर अगाडि अगाडि हेर्दै हुनुहुन्छ। अनि हामी सबैजना मिलेर गाउँ डुल्दैछौँ। यसरी नै रमाइलो गर्दै भिडियो खिच्दै टिकटक बनाउँदै ठाउँ ठाउँमा क्यामेरा राख्दै मोबाइल ढलाउँदै एकअर्कासँग गफ गर्दै बाटोमा मान्छे चिन्दै हामी चाहिँ एकजना काकी आमाको घरमा भेट्न जान लाग्यो। ये हुर्रे। अनि गफ गर्दै गर्दै हामी चाहिँ काकी आमाबाट भेट्न जाँदै थियौँ। अनि बाटोमा चाहिँ म पुरा चटक देखाउँदै नाच्दै घुम्दै फोटो खिच्दै पोज दिँदै हिँड्दै थिएँ। अब दिदीहरू गफ गर्दै आएपछि त फेरि म राम्रो चिन्दिनँ। अनि अब आफ्नो फ्लिक्स हान्नु पऱ्यो, फोटो खिच्नु पऱ्यो होइन। मैले नाटकबाट देखेर होइन भैँसी पनि क्या, भैँसी पनि मलाई हेरेर पुच्छर हल्लाउँदै थियो, लुक एट दिस भैँसी। तर हामीले बाटोमा भेट्यौँ। मलाई चिन्नु भयो त साइल दिदी उतै हिँड्नु भएको त गफ गर्नले न उतै हिँडेर हैन घर जानुहुन्छ यसरी आमालाई भेट्न जान लाग्यो। हामीले आमालाई बाटोमा भेटायौँ। अनि हामी त्यहाँ गफ गर्दै बस्यौँ। म चाहिँ फुलकुमारी भएको छु कि फुलकुमारी। ए अनि हाम्रो मम्मी नि आइपछि अब पहिला कुन घर बस्छ तेरो होममा भरे त्यो उयो घर त यो घर त माइल अब चाहिँ रुबिनाले र मैले टिकटक बनाउन सम्झौँ। देन वी स्टार्टेड। अनि त्यसपछि हामी फेरि सबैजना ग्रुपमा मिलेर टिकटक बनाउन थाल्यौँ। त्यसपछि हामी घर फर्क्यौँ। अनि म बुढो हजुरबा हजुरआमाको घर अगाडि बसेर टिकटक बनाउन, फोटो खिच्न, घुम्न, यस्तो बढाएर कुराएर गर्न सिक्न थालेँ। यतिकैमा फेरि मलाई टिकटक बनाउने जोस आयो अनि मैले बनाएँ। अब राति भयो, खाना खाने बेला भयो। बुवाले खाना पस्किदिनु भयो, सबैजना लाइन लाएर खाना पस्किदिनु भयो। म र भाउजू मिलेर सबैजना सर्भ गर्न थाल्यौँ। आफ्नो भदा पनि आफै खान थाल्दै थियो। सबैजना यसरी मिलेर बसेर खाँदा कति रमाइलो भइरहेको थियो हामीहरूलाई। अनि त्यसपछि सबैजना बसेर गफ गर्न लाग्यौँ। अनि हाम्रो भदा पनि आफ्नो गफ सुरु गर्न थाल्यो। बुवा आमालाई यो होइन पुरी मधु आमारी
कविता फुपू होइन को अरे आशिका जानी जानी कस्तो मात्तेको छ मलाई थाहै छैन जान्दैन नि हो अनि यो फुपूको छोरीको नाम के हो होइन यसबाट आउँछ के हो रे चाहिँ थर्ड डे हामी चञ्चला देवी मन्दिर गयौँ त्यसपछि सबैजना गाडीमा मिलेर बस्यौँ अनि दिदीहरू चाहिँ बाहिर बस्नुभयो मम्मीहरू चाहिँ हामी भित्र बस्यौँ अनि हामी चम्पादेवी मन्दिर जानलाई आँट्यौँ बाटोमा मान्छेहरू चिन्दै त्यो ठुलो हात्तीहरू उखाल्दै ओर्दै के गर्दै बाटोभरि गफ गर्दै हामी गयौँ बाटो यति धेरै डेन्जरस थियो है जोस एकदमै रमाइलो भइरहेको थियो हामीले त्यहाँ जिप हो कि के हो त्यो बोलेरो बुक गरेर हामी चम्पादेवीतर्फ गयौँ अनि यत्तिकैमा हामी चम्पादेवी मन्दिर पनि पुग्यौँ यहाँ दिदीहरूको भाकल थियो अनि हामीहरू सबैजनाले मन्दिर दर्शन गऱ्यौँ कति रमाइलो भएको थियो त्यहाँनिर पानी आइरहेको थियो मन्दिर छेउमै थियो सबै चिजहरू कोही थिएन आनन्द पूजा गऱ्यो रमाइलो भयो सबैजनाले आफ्नो प्रेयर गऱ्यौँ चम्पादेवी आएको होइन अब दर्शन सर्शन गरेर त्यो बाटो हिँडेर अब घर फर्किने बाई भन्नु त्यहाँदेखि भर्याङ ओर्लिँदै आइपुग्यौँ मन्दिर दर्शन गऱ्यौँ अब फेरि त्यो सबै चढ्नुपर्छ अब कसरी चढ्ने मन्दिरबाट फर्किएपछि चाहिँ उहाँ चाहिँ हाम्रो फुपू हुनुहुन्छ अरे अनि हामी उहाँसँग बसेर एकछिन गफ गऱ्यौँ पोस्ट हार्टमा फुपूहरू सबैलाई भेटिसकेपछि हामी लाग्यौँ मामा घरतर्फ सबैजना बोलेर चढ्यौँ बाहिरभित्र मिलेर बस्यौँ मम्मी माइती गाउँ जाँदै गर्दा कस्तो लाग्दैछ त राम्रै छ बाटो सबै चिन्दै छ मामा घर जाँदै गर्दाखेरि हामीले चम्पादेवी मन्दिरको दिदी मन्दिर भेटायौँ र बाटोमा बोलेर रोकेर सबैजना मन्दिर दर्शन गर्नलाई ओर्लियौँ हात धुने पानी नै भयो धमाधम ओर्लिने काम जारी हुँदैछ मन्दिरमा छैन अरे के पानी यहाँ पोखर थियो कत्रो त सुकेर किन्ने पानी यहाँदेखि एकछिन निक्लिन्थ्यो अनि हामी त कति उभिएर हेर्थ्यौँ मान्छेले पाला हाँस कि जङ्गली हाँस जङ्गली हाँस थियो जङ्गली नि होइन यही मन्दिरको हाँस थियो के मन्दिरकै हाँस होला न त्यो एकजना भाइ छ कि मन्दिर दर्शन गरेपछि मामा लिन आउनुभयो हामीलाई अनि हामी पुग्यौँ मामाको स्कुल अनि त्यसपछि हामी त्यहाँ स्कुलको क्यान्टिनमा खाना खायौँ कति मिठो कोलभेडाको टिमुर हालेको अचार थियो त्यहाँ एकदमै मिठो थियो यो स्कुल पनि एकदमै राम्रो रहेछ यहाँ चाहिँ ब्याचलरसम्म पढाइ हुँदो रहेछ ब्याचलर्स एजुकेसन मैले चाहिँ त्यहाँ सबै डिटेल्स सोधेँ अनि त्यसपछि हामी पुग्यौँ मामा घर त्यहाँ बुवाले हामीलाई अफर गर्नुभयो मुडा अनि हामी सबैजना बसेर गफ गर्न आँट्यौँ माइजू यहाँ आउनु सारे अनि होटलमा खाना भने त मावला आएको भए राम्रो थियो नि अनि त्यो सुनेको थियो मैले यसो विचार गरेँ खान्थ्यो यहाँ पो हार मजाको मिठो पुरानो अस्ति भने यति मात्र लागेको थियो राम्रो लागेको थियो मेरा उतातिर जानु पर्यो होइन हाम्रो त यहाँ जुवाईको घर काठमाडौँ नै हो काठमाडौँ नै हो अनि त्यो चाहिँ आँगनामै अर्थेन ज्वाइँलाई कुर्सी जेठाजुहरूले दिएन आफै बसे हामी वहीँ बसौँला होइन हाम्रो घर पोहोर पार पनि आउनु होइन नि यहाँ त आउनु भएको छैन उहाँ कटुन चाहिँ पोहोर आउनु पोहोर दिवालीमा आउनु यहाँ दुई शीतल हावा लाग्थ्यो मलाई त यहाँ खुट्टा पनि यस्तो गर्दाखेरि यहाँबाट यस्तो समिन्छ त्योभन्दा भित्र अर्को यहाँ त यतिको चाहिन्छ बिहान त कति जाडो भयो अझ यो भन्दा नआए त अर्को जाग्ने यहाँ त सामान्य म त यो कुर्ता लगाएको त यहाँ तल त धेरै गर्मी हुन्छ खोलामा पानी पर्यो भने म त उता गएको पानी परेको थियो जाडो भयो नि अस्ति जाडो पो हुन्छ त उदो हामी वही जस्तो गर्मी हुन्छ भन्ने सोचेर पातला पातला बोकेर आयो नि भरे यहाँ त गर्मी जाडो
यहाँ जाडो छ यो सामान्य तपाईँले लगाएको कपडा त सिम्पल हो अहिले भरे भरे त यो माथि अब थपु थपु हुन्छ अलिकति यो साँझ परेपछि त पानी परेर होला धेरै चिसो भयो है होइन यतिको हुन्छ काठमाडौँमा त यतिको मोटा घाटालाई 2-4 किलो बोसो हुनेलाई त्यति जाडो हुँदैन मैले बहिनीलाई अनि ज्वाइँलाई घटाउला भने झन् लगेर त्यति मोटो भएपछि त बनाइथिए अहिले त यो मेरो चुड खाए बेला चाहिँ नखिच है फोटो यसरी मामा घरमा मजाले गफ गरिसकेपछि हामी अब आफ्नै बस्ने ठाउँतिर फर्क्यौँ। यो चाहिँ बाटोमा हामीले हेर्दै घुम्दै हिँडेको ठाउँ हो। म मम्मीलाई जिस्काउँदै थिएँ कि बिहे गरेर डोली चढेर आएको बाटो यही हो त मम्मी भनेर। अनि यो चाहिँ एकदम फनी मोमेन्ट भएको थियो हाम्रो लागि। सो हामी जाँदैछौँ घर। यो चाहिँ हामी मामा घरबाट फर्किने बाटो हो। कति रमाइलो छ। त्यसपछि सबैजना बाटोमा गफ गर्दै 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 घर फर्किन लाग्यौँ। त्यहाँ चाहिँ एकदमै पानी पर्ने जस्तो मौसम भइरहेको थियो होइन, यस्तो जाडो भइरहेको थियो। सिनरहरू पनि राम्रोसँग हेर्नै पाएको थिएनौँ के। अनि त्यसपछि गाडीमा चाहिँ दिदीहरू चाहिँ सबैजना बाहिर हुनुहुन्थ्यो, पानी पर्न लागेर रेनकोट पनि उड्नुपर्ने अवस्था आइरहेको थियो हामीहरूको है। यस्तो जाडो थियो नि त्यहाँनिर, जाडोभन्दा पनि हिउँसु कुहिरो जस्तो लागेर राम्रोसँग धेरै क्लियर सिनै थिएन क्या। अनि त्यसपछि म लागेँ गफ गर्न। अनि यहाँ चाहिँ हामी खोइ के दुधली आमा हो कि के आमाको घर आइपुग्यौँ। यो घरमा चाहिँ सोद्धाखेरि हाम्रो सुन्तल दिदीको बारेमा धेरै कुरा थाहा भयो। यो आमाले हामीलाई सिलाम दिनुभयो कति धेरै। अनि हाम्रो भदा चाहिँ टिपेर खाना हिँडौँ न भन्दै थियो। अनि मैले चाहिँ लिएर जाँदैछु। रुबिना चाहिँ भाइको हात समातेर अगाडि अगाडि हिँड्दैछ, म पछाडि पछाडि आउँदैछु। रुबिना चाहिँ भाइलाई फेरि यहाँ हिँड्न लट्ठी चाहिएर टेक्ने भनेर यहाँ टिप्न लाग्दैछ। अनि मैले त्यो टिपेर खाने चाहिँ त्यो साइडमा भेटिनँ, रहेनछ ऐसेलु। अनि त्यसपछि के गरेँ त एउटा नेभारोको बोटमा चढेर नेभारो ढालेर दिएँ भाइ। अनि भाइ खुसी हुँदै घर फर्क्यो। यसरी नै हाम्रो ओखलढुङ्गाको 2-4 दिन गयो। अब यो चाहिँ सेकेन्ड पार्ट सक्यो। अब थर्ड पार्ट आउँदैछ। थर्ड पार्टको लागि वेट गर्नु होला। धन्यवाद। धेरै उता नजाऊ है, धेरै उता नजाऊ।